नमस्कार। एसडीएम म्यूजिक मीडिया शॉर्ट एंड स्वीट खबर में स्वागत छ। देश को राजधानी काठमाडौँ को मेयर बालेन शाह बालेन को अही माघ 5 गते भित्र मेयर पदबाट राजीनामा आउने संभावना बढेको छ भने एमाले पार्टी को 11औं महाअधिवेशनबाट छनौट भएकी नेत्री एवं काठमाडौँ उपमहानगरपालिका को उपमेयर सुनिता डंगोल कार्यवाहक को जिम्मामा आउने भएकी छे। संघीय सरकार को हुन लागेको फागुन 21 गते को निर्वाचन को लागि राष्ट्र स्वतन्त्र पार्टी र बालेन शाह बालेन बीच भएको 7 बुँदे सम्झौता बमोजिम राष्ट्र स्वतन्त्र पार्टीले बालेन शाह बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएकोले बालेन शाहको माघ 5 गते पहिले राजीनामा आउने सम्भावना बढेको छ।